ल कोही लौरो देख्दै लालटिन सबैजना तमतमार भएर निकै खुसीका साथ आउनु भएको छ। सम्पूर्णलाई हार्दिक सम्मान छ। अब हामी धर्म र कर्मसँग जोडिएको हामीसँग राष्ट्रिय अन्तर्राष्ट्रिय कथावाचक आदरणीय गुरु थानप्रसाद तिवारीजी हुनुहुन्छ। उहाँको मुखारबिन्दबाट स्वस्ति वाचनबाट हामीले आजको यो कार्यक्रम सुरु गर्न गइरहेका छौँ। स्वस्ति वाचनपछि हाम्रो अन्य कार्यक्रम सुरु हुनेछन् र स्वस्ति वाचनको लागि मैले माइक्रोफोन आदरणीय थानप्रसाद तिवारीजीलाई हस्ताक्षर गर्न चाहन्छु। Hey
तिहारमा देउसी र भैलो दसैँमा फुल्नेका जमारा तिहारमा देउसी र भैलो दसैँमा फुल्नेका जमारा तिहारमा फुल्नेका तिहारमा देउसी खेल्दै आयो तिहारमा देउसी र भैलो तिहारमा देउसी र भैलो घरबेटी बाबा देउसी खेल्न हामी सँगै आउनु तिहारमा देउसी र भैलो हामीसँग भैलो गीत हजुर पनि गाउनु तिहारमा देउसी र भैलो दसैँमा फुल्नेका जमारा तिहारमा देउसी र भैलो दसैँमा फुल्नेका जमारा तिहारमा देउसी र भैलो दसैँमा फुल्नेका जमारा दसैँमा फुल्नेका जमारा तिहारमा देउसी र भैलो आफ्नो धर्म संस्कृतिलाई जोगाउनु त पर्छ तिहारमा देउसी र भैलो धर्म जोगाउन सबै कमर कस्नु पर्छ तिहारमा देउसी र भैलो दसैँमा फुल्नेका जमारा तिहारमा देउसी र भैलो दसैँमा फुल्नेका जमारा तिहारमा देउसी र भैलो दसैँमा फुल्नेका जमारा दसैँमा फुल्नेका जमारा दसैँमा फुल्नेका जमारा दसैँमा फुल्नेका जमारा
गायौँ नारियो रमाइलो माया पानको माया तिमीलाई सम्झन्छु दिनको कसैले साराना यो घरमा आयो यो घरमा आयो गायौँ नारियो रमाइलो माया पानको माया तिमीलाई सम्झन्छु दिनको कसैले साराना माया तिमीलाई सम्झन्छु दिनको गीत प्रस्तुतिको लागि आदरणीय लक्ष्मण पाण्डे सरप्रति हार्दिक सम्मान छ। अब भने आफ्नो हिमालयबाट आहै कोही पहाडबाट आहै कोही साथी आए आहै पल्टनबाट आहै पर्यटक खेल्दै आहै कोही साथी आए आहै भजन गाउँदै आहै कोही साथी आए आहै देउसी हटाउँदै आहै देउसी हटाउँदै आहै देउसी हटाउँदै देखिरहेछ ईश्वर रामाले मुदुस खोलिन् घर बेटी आमाले हेरिरहेछ ईश्वर रामाले मुदुस खोलिन् घर बेटी आमाले हेरिरहेछ ईश्वर रामाले मुदुस खोलिन् घर बेटी आमाले मुदुस खोलिन् घर बेटी आमाले सिमको पानी तारी खेतलाई कुल आउँदै गर हे पुइनी दाजु भाइलाई सबैभन्दा भाइटिकालाई छ सम्झना आउँदै गर हो भाइले तिम्रै छ सम्झना आउँदै गर हरि यो भजन गाउने भएर भैलेमा पनि हरिहरि मिसिन्छ घरिघरि। एउटा भजन स्वर पनि आउनु भएको सारा संसार रामको म पनि रामको घुम्दै काली देउघाट सिरै मुक्तिनाथ सिरै मुक्तिनाथ घुम्दै काली देउघाट सिरै मुक्तिनाथ घुम्दै काली सिरै मुक्तिनाथ घुम्दै काली देउघाट 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 सिरै मुक्तिनाथ घुम्दै काली देउघाट। अब भने अब भने
हजुर बहिनीलाई उतापट्टि लड्न त कति राम्रो रेलीमा देखियो दम्पति दुबोसरी फैलियो सम्पत्ति कति राम्रो रेलीमा देखियो दम्पति दुबोसरी परिवारमा ल